यो अहिले भइरहेको प्रतिस्पर्धा छ 50 केजी तौलसम्मको फाइनल बाउल जसमा हुनुहुन्छ दावा छिरिङ तामाङ रेड कलरमा हुनुहुन्छ भने निरोज नगरकोटी ब्लू कर्नर एपीएफ Your better online journey starts here. Spaceship gives you powerful domain management tools. Tonight's star is सेकेन्ड राउन्ड अहिले भइरहेको बाउट छ 50 केजी तौलसम्मको फाइनल बाउट नम्बर 106 रहेको छ जसमा हुनुहुन्छ दावा छिरिङ तामाङ रेड कर्नरतर्फ हुनुहुन्छ भने निरोज नगरकोटी एपीएफ ब्लू कर्नरतर्फ हुनुहुन्छ यो बाउट पछि 60 केजी पुरुष 60 केजी का खेलाडीहरू तयार अवसर होला आशिक कोली रेड कर्नर आयोजक त्यसैगरी अजय तामाङ एपीएफ ब्लू कर्नरमा तयार अवसर होला Same. Yes!
One2Go offers various means of transportation to get you to your desired destination anywhere. निरोज नगरकोटी को प्रतिस्पर्धा आउनेमा जानकारी गर्दछु जसमा हुनुहुन्छ आशिष कोली आयोजक रेड कर्नरमा तयारी अवसर होला त्यसै गरी अजय तामाङ एपीएफ ब्लू कर्नरमा तयारी अवसर होला
हेलो अङ्कको आधारमा 0-4 अङ्कसहित रेड कर्नरका खेलाडी विजय हुनुभएको छ बधाई छ उहाँलाई प्रथम हुनुभएको छ बधाई छ रेड कर्नरका खेलाडी त्यसै गरी निरोज नगरकोटी एपीएफ द्वितीय हुनुभएको छ उहाँलाई नि बधाई छ